कमजोर भए पनि लायनको हतियार एकदम तेजिलो भए पनि अहिले तपाईँको ढिकेलाई परास्त गरिहाल्न सकेको छैन। ढिकेले पनि उसलाई जितिहाल्न सकेको छैन र दिनभरिको प्रतिस्पर्धा गरेका छन् यिनीहरूले। यो समूहमा 4-4 चोटि यिनीहरू लडे होला मैदानमा र पनि यति इनर्जी बचेको छ यिनीहरू भने हामी मानव जातिभन्दा यिनीहरू धेरै खाइएर आएको हुन्छन्। हामीभन्दा धेरै दुःख सुख भोगेर आएको कारणले गर्दाखेरि यिनीहरू र हामीमा धेरै फरक पर्छ। यो कुरा मैले खानु थियो धेरै बस्नु साथीहरू। यस कार्यक्रममा कमी कमजोरी देख्नुभयो भने हामीले सिधा सल्लाह दिनु होला। हामी ठुलो आशामा छौँ तपाईँको। डर पर त फाइनल त यो पो त मान्दैन त हार्न नमान्ने दुइटै बल पनि मिलेको छ, रङ पनि मिलेको, रूप पनि मिलेको। यो सालको हिरोहरू हो। अहिलेको जुलाईले हेर्दाखेरि अब म त बोलाउँदा पनि लाइन भन्न छोडेर अब मिस्टर लाइन भन्नतिर लागिसकेको छु। मिस्टर लाइन र मिस्टर ढिके। मिस्टर लाइनले आफ्नो प्रायहरू दिइरहेको छ। ढिकेले पनि प्राय सहेर पनि आफ्नो वक्तव्य राखिरहेको छ। यिनीहरू यो सालको पहिलो माघी मेला हो। यहाँ विजेता भएर गएको छु। मान्दैन त यो नि त फाइनल भनेको। यही खेलको आशा थियो हामीलाई, यही खेलको खोजमा थियौँ हामी। अन्तिममा आएर हामी मिलेका छौँ, हामी देखेका छौँ, हामी एकदम मनोरञ्जनात्मक भएका छौँ। हामीले तृप्ति पाएका छौँ। वाह धेरै टाइम भइसकेको पनि अब समय निकै भइसक्यो। गोरु यहाँभन्दा जित्नु यहाँभन्दा कसरी जित्नु होइन। हामीले अब खारिएर आएको गोरुहरू अझै पनि हनाइहरू हेर्नु माथिको कस्तो गर्दैछ। सायद अब एउटाले चाहिँ ग्राउन्ड छोड्ने निर्णय लिनु नै राम्रो हुन्छ किनभने समय पनि धेरै भइसकेको छ। कुनै पनि चिज लामो समयसम्म चल्नु भनेको अलिक हानिकारक हुन्छ। चाहे त्यो खुसी होस् चाहे त्यो दुःख होस्। त्यसैले पनि कुनै पनि चिज लामो समयसम्म दिँदैन। खुसी पनि धेरै समयलाई दिँदैन र दुःख पनि धेरै समयलाई दिँदैन। एकदम राम्रो प्रतिस्पर्धा भइरहेछ। साथीहरू हौसला ग्राउन्डमा सबैजना नजानु होला। भरे गोरु कुनै कुनै गोरु धेरै खेल्छ, त्यति बेला पनि ख्याल राख्नुपर्छ। डन्ठीहरू लिएर साथीहरू बस्नु होला। त्यही अवस्थामा अगाडि गएर बाँधेको गोरु गोरुमा गएर हालिदिन्छ। धेरै राम्रो खेल भइरहेछ। अब भर्खर मैदानमा गोरु पुगिरहेछन्। डर भिडे यिनीहरू धेरै राम्रो छ, धेरै राम्रो। ढुकेले अहिलेसम्म ढुके त पछाडिको सरेको देखेकै छुइनँ मैले त। साँच्चै नाम ढुके राख्नुभएको थियो हाम्रो कुमार सरले, चिनेर राख्नुभएको रहेछ। बेजोड हनाइ छ, बेजोड हनाइ छ, त्यस्तै एकदम आक्रामक हनाइ छ। उस्तो गोरु हो त नटिक्ने हो नि। हाम्रो युनेस विकले खाँदरीदेखि एक दिनको बाटो उता गएर ल्याएको गोरु हो। उहाँले कति खोजेर हिँड्नुभयो, 6 महिनादेखि गोरु खोज्नु भएको। अन्तिममा गएर उहाँले सफलता हासिल गर्नुभयो। सेकेन्ड हुनु या फर्स्ट हुनु यो मात्रै माने राखेन, खेल पनि एउटा सफलता हो। सानो खतरा है। साथीहरू सानो भाइ बहिनीहरू अलिक छेउछाउमा राख्नु। सानो भाइ बहिनीहरू एकदम छेउछाउ गरेर हेर्नु। एकदमै भव्य प्रतिस्पर्धा भयो। फाइनल चाहिँ यो चाहिँ रोचक भयो। यस्तै लाग्छ कि अन्डरटेकर र ब्रोक लेसनरको फाइट, त्यो पनि स्टिल केज भित्र दुवैजना रक्तको खेल।
र पनि हार नमान्नु युवराज दिपकको लायनले आज आफ्नो जित्यो यार